प्राकृतिक सौन्दर्य र सम्पदाको आधारमा नेपाल पनि एउटा धनी देश हो। तर हालको अवस्थामा नेपालको टप जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुर, जसमा 40 लाख भन्दा बढी मानिसहरू बस्ने गर्दछ, त्यो ठाउँहरूको एयर पोल्युसन यस्तो डरलाग्दो रूपमा बढ्दै गएको छ कि पछिल्लो 7 वर्षदेखि टप 3 र्याङ्कमा परेको छ। र हालै मात्रै नेपालको क्यापिटल सिटी काठमाडौँ विश्वको सबैभन्दा एयर पोल्युटेड ठाउँ भनेर AQI ले देखाएको छ। काठमाडौँको एयर पोल्युसनको मेन कारण भनेको PM 2.5 र PM 10 हो। पर्टिकुलर म्याटर जुन चाहिँ उपत्यका वरिपरि कुद्ने पुरानो डिजेल गाडीहरूबाट निस्केको धुवा र उपत्यका वरिपरि रहेको इन्डस्ट्रिज, इटा भट्टाहरूबाट निस्केको धुवा लगायत फोहोरहरू जलाउँदा निस्किने विषाक्त ग्यास र धुवाहरूलाई PM 2.5 भनिन्छ भने रोड अथवा बिल्डिङ कन्स्ट्रक्सन गर्दा निस्किने धुलोहरू र हावाहुरीले उडाएर ल्याएको धुलोलाई PM 10 भनिन्छ। यी दुई धुलो र धुवाहरूले गर्दा काठमाडौँ अहिले विश्वको सबैभन्दा पोल्युटेड सिटीको नम्बर 1 र्याङ्कमा परेको छ। नेपालको मेन 3 वटा जिल्लाहरू उपत्यका यानि कि वरिपरि पहाडहरूबाट छेकेकोले गर्दा त्यहाँबाट निस्किने धुलो धुवा पोल्युसनहरू बाहिर उडेर जान पाउँदैन, सधैँ ती वरिपरि घुमिबस्छ, जसले गर्दाखेरि प्राय जस्तो काठमाडौँ, भक्तपुर र ललितपुर प्रदूषण नै रहिरहन्छ। त्यसैले गर्दा नेपाल सरकारले नोटिस जारी गरेको छ कि अनावश्यक कामको लागि बाहिर ननिस्किनु र सधैँ बाहिर निस्किँदाखेरि मास्क लगाएर निस्किनु भनेर। अब देशमा नयाँ सरकार आउँदैछ, आशा गरौँ यो सरकारले एयर पोल्युसनमा पनि केही ध्यानहरू केन्द्रित गर्नेछन्।